साथीहरू दर्शन नमस्ते। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ ब्लगमा। कृपया भिडियोलाई फुल हेर्नु होला र लाइक कमेन्ट सब्सक्राइब र फलो गर्न नबिर्सिनु होला। आज चाहिँ म आइएम कुकिङ टुडे। आज म चाहिँ कुक गर्नेवाला छु। पुरा भिडियो हेर्नु होला, कस्तो हुन्छ के हुन्छ र आफ्नो प्रतिक्रिया पनि दिनु होला। त हामी अब अहिले चामल केलाइरहेछु। हामी चामल केलाउन लागेको छु र हामी चामल केलाउँदैछु, हेर्दैछु किरा खुरी हुन्छ, हगेको हुन्छ, धेरै कुराहरू हुन्छ। यहाँ अच्छे से साफ करना पड़ता है, तब खाने में मज़ा आता है, इसलिए हम सफा करता है, चावल को केलाता है। अब हमें आता है, इसको हमें बटुकोमा हाल्ता है, बटुकोमा हालेर चट्टसँगले धोता है। अब यसलाई चट्टसँग बटुकामा हालेर टक्कसँगले भाँडामा हालेर लगेको छु धारामा मजाले पानीले छमछम राम्रोसँग मिची धुनुपर्ने हुन्छ, किनभने सफा गरेर खानुपर्ने हुन्छ। खानेकुरामा हेलचेक्राइ गर्नु हुँदैन साथीहरू। त्यही भएर म धुँदैछु, तपाईँहरू हेर्दै जानु होला कस्तो हुन्छ के हुन्छ मेरो कुकिङ, प्रतिक्रिया दिनु होला। त्यसपछि भनेको मैले यहाँ ल्याइसकेको छु र राइस कुकरमा हालिसकेको छु। अब यसलाई लगेर म बिजुली टक्क अन गरेर अब दाललाई पनि त्यसै गरी मजाले धुनुपर्छ। मिची पानी हालेर चट्टसँगले धोइसकेपछि यसलाई पनि साफ गरेर खानेकुरा हो, खानेकुरामा लापरवाही र हेलचक्राइ गर्नै हुँदैन। त्यही भएर दाललाई पनि मजाले धुनुपर्छ र यसरी कुकरमा हालिसकेपछि आफ्नो स्वाद अनुसारको नुन अलिकति म लगाइदिन्छु। नमक कति खाने हो त्यही अनुसार स्वाद अनुसारको हालिदिनु होला र त्यसै गरी बेसार पनि हल्का अब स्वाद अनुसार कतिको राख्ने हो त्यही अनुसारले राख्नु होला। मैले पनि यहाँ बेसार यसरी राखिसकेको छु र यसलाई चट्टसँगले कुकरको बिर्को लगाएर ग्यास बालेर टक्कसँगले ग्यासमाथि यसलाई कम्तीमा पनि मुसुरोको दाल भएकोले गर्दाखेरि 2 सिटी लागुन्जेलसम्म चाहिँ साथीहरू टक्कसँगले यसलाई छोडिदिनु होला। दाल उता पाक्दैछ त्यतिन्जेल चट्टसँगले सब्जीको लागि प्याज त्यसमा चाहिने जति पनि मेटेरियल्सहरू हुन्छन् सबै कुराहरू तयार गर्नुपर्ने हुन्छ र म यहाँ प्याज काट्दैछु। टक्क लाएर चपिङ गर्दैछु। प्याज अलिक बिस्तार काट्नुपर्ने हुन्छ, हात काट्छ, सबै कुरा ध्यान दिएर टक्कसँगले काट्नुपर्ने हुन्छ। त्यतिन्जेलमा दालमा पनि टक्कसँगले सिटी लागिसकेको छ, सिटी बज्दैछ साथीहरू। सिटीले केटी फकाउँदैछ, सुई गर्दैछ, छौडी पट्याउँदैछ। अब त्यतिन्जेलमा अब सब्जीको लागि त मेटेरियल्स तयार भइसकेको छ। अब म यहाँ सब्जी पनि काट्ने तयारी गर्दैछु। सब्जीमा चाहिँ आज हाम्रो आलु र भिन्डीको फ्राई हुनेछ। अब त्यसको लागि भनेको मसला पनि पिस्नुपर्ने हुन्छ, तर यो विशेष चाहिँ यो दाल झान्नको लागि लसुन र अदुवाको पेस्ट म बनाउँदैछु है साथीहरू। यसलाई चाहिँ चट्टसँगले तेलमा चट्ट फुराएर चाहिँ दालमा हाल्दाखेरि एकदमै स्वादिलो र एकदम सेन्टेड सुगन्धित हुने गर्दछ दाल। त्यही भएर हामी चाहिँ यही युज गर्छौँ। तपाईँहरू के युज गर्नुहुन्छ कृपया कमेन्टमा पनि बताउनु होला साथीहरू। धन्यवाद। त्यसपछि यहाँ दाल झान्नको लागि तपाईँहरू देखिरहनु भएको छ, मैले टक्कसँगले ग्यासमा तेल तातो पारिसकेको छु र त्यसमा भनेको यो 12 मसला के भन्छ, अब स्थानीय भाषाअनुसार चाहिँ फोरन भन्छ। फोरन यो 12 मसला टक्कसँगले तेलमा डढाएर टक्कसँगले अब त्यो अघि बनाएको पेस्ट र अलिकति किचियाको लसुन थियो, त्यो लसुनलाई मजाले फुराउनुपर्छ। अलिकति रातो ब्राउन कलर हुन्जेलसम्म फुराएर टक्कसँगले झानिसकेपछि भनेको दालमा स्वाद र सुगन्धित बास्नेदार हुन्छ र खान पनि मिठो हुन्छ। त अब म दालमा हाल्दैछु साथीहरू, हेर्नु होला मजाले झ्वाइँ गरेको छ। अब तपाईँहरूले सुन्नु भएन होला, मेरो भोइस ओभरले गर्दाखेरि त्यो भएन। अब ठिकै छ, अब यस्तै छ, मिठो छ। अब हेरौँ खाएपछि कस्तो स्वाद आउँछ साथीहरू। अब यस्तै छ है। त्यसपछि साथीहरू मैले अघि चामल सबै धोएर टक्कसँगले बिजुलीमा राखिदिएको थिएँ राइस कुकरमा भन्ने कुरो थाहा छ नि तपाईँलाई, याद छ नि होइन? हो नि, हो, तपाईँलाई थाहा छ नि। अब गएर हेर्दाखेरि भनेको यसरी यहाँ पाकिसकेको छ। भात मेरो एकदम रेडी भइसकेको छ साथीहरू। अब टक्कसँगले यसलाई अब यो अफ गरिदिने, यसको बटम अब स्वाट ज्याक तानेर टक्कसँगले ल्याएर राख्ने हो। अब म सब्जीतिरको कार्यक्रममा जाँदैछु है त साथीहरू। अब टक्कसँगले आफूले स्वाद अनुसारको कति तेल खाने, अब ओइली धेर खानु पनि हुँदैन, ठिक्क तेल हालेर चट्टसँगले अब सब्जी बनाउनु पर्ने हुन्छ। म चाहिँ अलिकति तेल राखिदिएको छु। त्यसपछि भनेको अघि भनेको थिएँ नि मैले, त्यो 5 फोडना 12 मसला यो सब्जीमा पनि अलिकति लाउनु पर्ने हुन्छ। यो पनि अलिकति स्वाद दिने काम गर्छ यसले। त्यो पनि अलिकति मैले यसमा लगाएको छु र हेर्दै जानु होला। म यसमा के हाल्नेवाला छु, धेरै कुराहरू हुँदैन। घरको खाना आफैले युज गर्ने भएको कारणले गर्दा धेर मसलेदार र यताउति त्यस्तो खाना पनि चिल्लो पिरो खानु हुँदैन। ठिक्क नर्मल खाना खानुपर्ने हुन्छ। अलिकति प्याज मैले काटेको छु, त्यसलाई पनि फुराइदिन्छु। टक्कसँगले लाएर तेलमा अलिकति यसलाई पनि रातो हुने गरी चट्ट यसको पानी मर्ने गरी टक्कसँगले यसलाई यसो फ्राई गर्नुपर्ने हुन्छ। यो फ्राई अब म गर्दैछु र यहाँ भइरहेछ फ्राई, हेर्दै गर्नु होला साथीहरू। त्यसपछि अब यो प्याज पनि रातो हुन आँटिसकेको छ
अब चट्टसँगले यसमा तरकारी यसमा ओरिनुपर्ने हुन्छ। यसमा मैले तरकारी हालिदिएको छु र अब यसमा त्यही अघि गरे जस्तै आफ्नो स्वाद अनुसारको अब के हाल्ने हो त नि, अब अलिकति बेसार हाल्ने अनि टक्कसँगले अब यसमा कति नुन चाहिन्छ त अड्कलेर आफूलाई स्वाद अनुसार कतिको खाइन्छ त्यो अनुसारको नुन हाल्ने। त्यति हालिसकेपछि यसलाई मजाले चलाइदिने, मजाले चलाएर यसलाई मजाले चारैतिर मिल्ने गरीसँग यसरी मजाले छोपिदिने। छोपेर चाहिँ साथीहरू अब कुरो आउँछ अर्को चरणको। उगारेर हेर्दाखेरि यतिको अलिकति गलेको हुन्छ, त्यसपछि भनेको हल्कासँगले मसला यसमा लगाइदिनु। यो मसला चाहिँ आफैले घरमा बनाएको विभिन्न जिरा धनियाँ तेजपत्ता लगायत धेरै कुराहरू मिक्स गरेको आफ्नै लोकल मसला बनाएको छ, त्यही म अलिकति हालिदिएँ। अलिकति लसुन र अदुवाको पेस्ट पनि यसमा मैले हालिदिएको छु। यसले अलिकति स्वाद टेस्ट बढाउने काम गर्छ, त्यही भएर म यो पनि अलिकति युज गर्दैछु र यसलाई मजाले चारैतिर मिल्ने गरी यसलाई चट्ट पकाइदिएको छु। अब मेरो सबै कुरा रेडी छ हेर्नु है साथीहरू, भात दाल तरकारी टक्कसँगले। यो चाहिँ आँपको अचार हो होइन। अब टक्कसँगले चाहिँ मेरो सम्पूर्ण कुराहरू रेडी भइसकेको छ। अब कुरा आउँछ स्वादको। स्वाद अब खाना खानु भइसक्नु भएको छ, यहाँ बुवा खाना खाँदै हुनुहुन्छ, मैले बुवालाई दिइसकेको छु र अब खाँदै हुनुहुन्छ। बुवाले कस्तो भयो प्रतिक्रिया चाहिँ दिनु भएन, अहिले म सोधौँला एकछिनमा के भयो कसो भयो भन्ने कुराहरू सोधौँला। मिठै भयो होला। अब यहाँ छोरी पनि दही खाँदै छिन् बोटुकोमा हालेर टक्क कपमा हालेर। अब यहाँ म्याडम पनि खाँदै हुनुहुन्छ। अब मुसाई र गाँस हेर्दा त अब मिठै बनेको छ भन्ने छ ल।